नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र अहिले भने चाहिँ मैले गाउँबाट नै पेसेन्जर पाउँछु उहाँहरू सबैलाई लिएर जाँदैछु मादरी हाटमा अनि हामी चाहिँ जाँदैछौँ अहिले मादरी हाट पार्कमा र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले दुईपट्टि खोला र बिचमा चाहिँ पुल हुन्छ र हामीहरू चाहिँ अहिले मादरी हाटको पार्कमा आइपुग्यौँ अनि सबैजना जतिजना पनि मेरो फेसबुक फ्रेन्ड हुनुहुन्छ उहाँहरू सबैजनालाई मेरो तर्फबाट ह्यापी न्यू इयर र तपाईँहरूको जीवनमा सधैँभरि खुसियाली आइरहन् र पार्कको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले हरियाली हुन्छ र यहाँ बाँदरले पनि अम्बक खाइरहेको छ अनि उनीहरू सबैजना पार्क घुमेर आइसक्नु भइसक्यो अनि हामी चाहिँ जाँदैछौँ अहिले गाउँमा र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ टिकटको लागि एकदमै भिड हुन्छ अनि यहाँनिर चाहिँ ठुलो गाडीलाई चाहिँ पहिला पार हुनु दिइहाल्नुपर्छ अनि मात्रै आफू पार हुनुपर्छ अनि अहिले चाहिँ हामी खैरबाडीको बाटो भएर चाहिँ जाँदैछौँ घरमा र उनीहरू सबैजनालाई म लिएर पुग्छु गाउँमा र उनीहरूलाई आफ्नो आफ्नो घरमा छोडिदिएर चाहिँ म चाहिँ आउँछु टपल्यान्ड र टपल्यान्ड डाँडा पनि आज अलिक भिड नै हुन्छ किनभने सबैजना पिकनिक खानु आउनु भएको थियो हजुरहरू पनि आउनु सक्नुहुनेछ हाम्रो आरएस दाजुलाई चाहिँ अहिले युट्युबमा हैन लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनुहोस् होला इन्स्टाग्राममा पनि एकदम भाइरल पारिदिनुहोस् होला हाम्रो आरएस दाजुलाई चाहिँ हैन अन्त हजुरलाई धेरै धेरै स्वागत छ हाम्रो आरएस दाजुको भ्लगमा अन्त यो चाहिँ हाम्रो टपल्यान्ड डाँडा कस्तो लाग्यो कमेन्टमा हल्का फुक्दिनुहोस् होला भेट्ने छु तपाईहरुलाई अर्को नयाँ भिडियोमा बाइ बाइ